राहत शिक्षक एकता नेपाल राहत शिक्षक समिति लमजुङ गण्डकी प्रदेश स्थापित 2067 तेस्रो जिल्ला अधिवेशन स्थान श्री जनविकास मावि देशी सहर 7 लमजुङ मिति 2082/2/24 गते। धन्यवाद। धन्यवाद। कार्यक्रम सञ्चालक भरत सर। नेपाल राहत शिक्षक समिति लमजुङको तेस्रो जिल्ला अधिवेशनका अध्यक्ष आदरणीय मिलन देवकोटाजी, विशेष अतिथि नेपाल राहत शिक्षक गण्डकी प्रदेशका अध्यक्ष मेरा मित्र आदरणीय नरेन्द्रनाथ देवकोटाजी, नेपाल शिक्षक सङ्घ सङ्गठनले साथीहरू बाहिर निस्किसक्नु भएको छ कार्यव्यस्तताको कारण, त्यही उहाँलाई पनि मेरो सम्बोधन गर्न चाहेँ। त्यस्तै गरी नेपाल राहत शिक्षक गण्डकी प्रदेशका पूर्व महासचिवज्यू लगायत नेपाल राहत शिक्षकका विभिन्न तह र तबकामा रहनुभएका सम्पूर्ण शिक्षक साथीहरूमा सर्वप्रथम म विष्णु प्रसाद दाहाल, जो आजको यो अधिवेशनको मलाई एउटा प्रमुख अतिथिको रूपमा हजुरले निमन्त्रणा गर्नुभयो, यो कार्य समिति र सम्पूर्ण शिक्षक सर म्याडमप्रति हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्न चाहन्छु। नमस्कार। कुरा धेरै छ, तपाईँले चाहिँ धैर्य भएर सुन्नु होला। मलाई साथीहरूले बुझ्दै गरेर के कुराहरू आइरहेको छ। जसले जे कुरा पीडा भोगेको हुन्छ त्यसलाई मात्र धेरै कुरा थाहा हुन्छ, बिचबाट बोल्दा धेरै कुरा थाहा हुँदैन। पहिला मैले मेरो बारेमा भनेँ, म विष्णु प्रसाद दाहाल, मेरो घरमा तपाईँ अगाडि पनि भने अन्नपूर्ण गाउँपालिका वडा नम्बर 2 ठुलाचोरी मेरो जन्म भयो भने हाल मेरो बसाइ घर पोखरा महानगरपालिका वडा नम्बर 5मा पर्दछ। म रतन पाण्डे माध्यमिक विद्यालयमा विगत 17 वर्ष अगाडिदेखिबाट त्यहाँ अध्यापन गराउँदै आएको छु भने भद्रकाली बहुमुखी क्याम्पसमा पनि विगत 12 वर्ष अगाडिदेखि अध्यापन गराउँदै आएको छु। र राहतको सवालमा 2067 सालदेखिबाट म जिल्लाको नेतृत्व गर्दै प्रदेशको वरिष्ठ सहअध्यक्ष, केन्द्रीय उपाध्यक्ष हुँदै मैले केन्द्रीय सहअध्यक्ष छु। मैले धेरै राहतको बारेमा मैले दुःख र पीडा भोगेको छु। मैले मेरो व्यक्तिगत जीवन, मेरो आर्थिक जीवन धेरै मैले त्यहाँ लगानी गरेको छु। सम्भवतः आज म धेरै कार्यक्रम छोडेर पोखरादेखि म बिहान 6:30 बजे आफैले गाडी ड्राइभिङ गरेर म यहाँ आएको छु। सायद अरू कुनै कार्यक्रम हुन्थ्यो भने म यहाँ आउँथेँ। यो मेरो आफ्नो स्पिरिट हो। कतिपय साथीहरूले सब कुरा छोडिस् के गर्छस् भन्नुहुन्छ, मेरो आफ्नो स्पिरिट हो। र मेरो अर्को स्पिरिट के हो भन्नुहुन्छ, मैले अहिलेसम्म कहिले पनि शिक्षक सेवा आयोगको परीक्षा दिएँ। मैले 66 सालमै मेरो मास्टर डिग्रीको फर्स्ट डिभिजनमा छ। त्यही बेलादेखिबाट मैले विगत 12 वर्षदेखि म क्याम्पसको अध्यापन गर्छु, तर मैले शिक्षक सेवा आयोगको परीक्षा दिएँ। मेरो एउटा मात्रै कारण छ त्यहाँ। म जब 67 सालदेखिबाट म जिल्लाको नेतृत्व गर्दै अगाडि बढेँ, मैले परीक्षा दिएर शिक्षक सेवा आयोगको खुलाबाट परीक्षा दिनको लागि मैले पढ्छु भने मैले नेतृत्व किन गर्छु? कुरा यहाँ छ। सबै साथीहरूले कुरा बुझ्नु होला। र मैले मेरो केन्द्रीय कमिटीको साथीहरूलाई पनि कुरा भनेको छु। मैले नेतृत्व गरिरहँदा जस्ट सपोज मान्नुहोस् तपाईँले आज यहाँबाट कोही एकजना साथीलाई हामी राहत शिक्षकको तपाईँले नेतृत्व गर्दै भनेर तपाईँ नेतृत्व गरेर अगाडि बढाउनुहुन्छ, तर ऊ साथी स्वयं तपाईँको आन्तरिक नभइकन खुलाबाट लडेर मात्र पास हुने हो भनेर अगाडि बढ्नुहुन्छ भने तपाईँहरूलाई उहाँले कहाँ छोड्नुहुन्छ? तपाईँहरू सबै जुन ढुङ्गामा हुनुहुन्छ म त्यही ढुङ्गामा चढ्ने हो भन्ने खालको नेतृत्व साथी यहाँ चाहिन्छ। सम्भवतः मैले अरू भन्ने 71 सालको आयोगमा म सजिलै खाइदिन्थेँ होला, त्यो कुरो मलाई एक्का छ। तर यहाँ थाहै नभएर पनि दाल खान नपाइने अवस्था होइन। तर राज्यले हामीलाई किन दुविधाले हेर्छ र यहीँभित्र लागेका साथीहरू पनि दोहोरो भूमिका किन खेल्नुहुन्छ? किन उहाँहरू राहत शिक्षकको विभिन्न तह र तबकामा रहेर अनि खुला प्रतिस्पर्धाबाट जान चाहनुहुन्छ? त्यस्तो साथीले प्लिज त्यो ठाउँ छोडिदिनुहोस्, अरू साथीले ठाउँ दिनुहोस्, जसले सबै साथीलाई डोर्याएर लिएर जान सकोस्। बरु के गर्नुहोस्, राहत शिक्षकहरूलाई समय सापेक्षित उनीहरूलाई एउटा समय सापेक्षित तरिकाले असल किसिमले अध्यापन गराउनको लागि चाहिने ट्रेनिङका व्यवस्थाहरू, नयाँ नयाँ टेक्नोलोजीका कुराहरूमा उहाँलाई विभिन्न खालका कार्यक्रमहरू ल्याउनुहोस् र उहाँहरूलाई एउटा अब्बल शिक्षक अझ समय सापेक्षित शिक्षक बनाउनको लागि अभिप्रेरित गर्नुहोस्। तर आफू छुट्टै खुला प्रतिस्पर्धाबाट लड्न नजानुहोस्। यो मेरो विशेष अनुरोध छ र विशेष नेताले गर्नुपर्ने काम त हो। मैले यो कुरा भन्न चाहेँ। र अर्को कुरा के छ भने आजसम्म राहत शिक्षकमा लागेर कति उपलब्धि भयो मलाई सम्झना छ। हामी 67 सालदेखिबाट लडिरहँदाखेरि कास्की जिल्ला शिक्षा कार्यालयमा तत्कालीन अवस्थामा हामीले तालाबन्दी गरेर लामो समय धारणा गरेका थियौँ। 75 सालको आन्दोलनमा म आफै घाइते भएर पुलिसको डन्डा खाएर 3 दिनसम्म हस्पिटल बसेर घर फर्केको।
त्यसपछि 78 सालमा त्यस्तै रह्यो, 78 सालमा रह्यो, 80 मा रह्यो, 81 मा रह्यो। हामीलाई कस्तो छ भन्नुहुन्छ भने आज हामीले कुरा गर्दा मिठो छ। आज यहाँ महासङ्घको अध्यक्षज्यू, सङ्घको अध्यक्ष, सङ्गठनको अध्यक्षज्यूहरू आउँदा तपाईँले सबै कुरा गरिदिनु भयो भनेर उहाँहरू ठुलो छाती लिएर फर्काउनुहुन्छ। वाह विष्णुजी तपाईँले राम्रो बोल्नुभयो पनि भन्नुहुन्छ। तर यहाँ निस्किसकेपछि तपाईँ हाम्रो समस्या कहाँ छ? मैले भनेको छु 75 मा तपाईँको 74 सालमा दरबन्दीमा पसेको साथी 75 मा स्थायी भएर निस्कन्छ। 60 सालमा त्यही प्रक्रियाबाट राहतमा पसेको साथी आज 82 सम्म राहतमै रहिरहँदाखेरि सङ्घ सङ्गठन लिएर महासङ्घले गरेको काम के हो? प्रश्न छैन तपाईँ हाम्रो अगाडि? अनि हामी अझै तिनीको बाजा बजाइरहने हो, जय जयकार गर्ने, हामीको धनुष्टङ्कार गर्ने हो? गम्भीर प्रश्न यहाँ छ। साथीहरू बन्नुभयो, कोही केन्द्रीय अध्यक्ष बन्नुभयो, कोही के बन्नुभयो, कोही जिल्लामा जानुभयो, कोही प्रदेशतिर बन्नुभयो, उहाँलाई स्वागत छ, धन्यवाद छ, बधाई छ। तर यत्रो 40,000 शिक्षक जो अस्थायी प्रकृतिका शिक्षक साथीहरूलाई नियुक्ति गर्ने प्रक्रिया के हो? त्यही प्रक्रियाबाट अहिले तपाईँ हामी सबै राहत भनेको के? लमजुङमा कुनै फरक प्रक्रिया थियो? थिएन। तत्कालीन जिल्ला शिक्षा कार्यालयमा जाने हो, अस्थायी प्रकृतिको साथीलाई नियुक्ति जुन प्रक्रियाबाट गरियो त्यही प्रक्रियाबाट हो नि हामी राहत साथीलाई पनि नियुक्ति गरेको। हामीलाई कसैले टिको लारमा राहत भइस् भनेर दिएको त होइन। तर त्यो अस्थायी प्रकृतिको शिक्षक साथी मैले अघि नै भने 75 मा स्थायी हुनुभयो, 1 वर्ष 2 वर्ष अगाडि नियुक्ति लिएको साथी। तर 60 सालदेखिको साथीहरू यहाँ अहिलेसम्म अस्थायी हुनुहुन्छ, उहाँहरूलाई आन्तरिक दिँदैन। फेरि अधिकांश विद्यालयमा अघि शिवजीले भनिसक्नु भएको छ, अधिकांश विद्यालय जो प्रस्तावित विद्यालयहरू छन् ती विद्यालयहरूमा राम्रोसँग पठन पाठन गर्ने चलाउने काम जिम्मेवारी भनेको अधिकांश राहत शिक्षक साथीहरूको छ। र त्यो कुरा राज्य पनि जानकार छ कि राहत शिक्षकहरूको जहाँ नेतृत्व छ त्यो नेतृत्व भएको ठाउँको गुणस्तर राम्रो देखाएको छ। आज तपाईँ कतिपय माविको साथीहरू हुनुहुन्छ यहाँ, तर प्राइभेटको वा निवाविको थाई शिक्षक हेडमास्टर छ, उसले आदेश दिइराखेको छ, हस् भन्न परिराखेको छ। हाम्रै साथीहरू कतिपय कुरो बुझिरहनु भएको छैन। तर आज म तपाईँलाई केही कुरा क्लियर गराउन चाहन्छु, कृपया सुनिदिनु होला। र अर्को हामीले आजसम्म उपलब्धि गरेको कुरा जो 66 सालदेखिबाट हामी लागिरहँदा आजसम्मको हामीले उपलब्धि गरेको कुरा भनेको हामीहरू समान तलब थिएन। पहिला कतिपय नयाँ साथीहरू आउनुभएकोले बुझ्नु होला, हाम्रो तलब नै समान थिएन। 12 महिनाको एकमुष्ट तलब विद्यालयको खातामा हालिदिन्थ्यो, विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर 2 जना 3 जना पनि राख्न सक्थ्यो त्यो पैसा। तर हाम्रो आन्दोलनको भरमा, हाम्रो शक्तिको भरमा हामीले समान तलब प्राप्त गरेका हौँ। आज जो एउटा स्थायी तृतीय श्रेणीको शिक्षकले प्रवेश गर्दा पाउने उसको बेसिक स्यालेरी स्केल हामीले पनि प्राप्त गर्न सकेको हाम्रो आन्दोलनको भरले हो, आन्दोलनको बलले हो। त्यस्तै गरी हाम्रो यो महँगी भत्ताको कुरा आएको धेरै वर्ष भएकै छैन, हजुरले बुझ्नुभएको छ। आज यसको क्रेडिट अरू साथीहरूले लिन्छन् कि अरू सङ्घ सङ्गठनको साथीहरूले लिन्छन् भन्नुहोस्, स्थायी साथीहरूले लिन्छ। त्यो हाम्रो बलको कुरा हो। त्यस्तै गरी ड्रेसको कुरा छ, यो हाम्रो बलको कुरा हो। हामीले आन्दोलन धेरैचोटि गरेका छौँ, हाम्रा धेरै साथीहरू घाइते हुनुभएको छ, धेरै साथीहरू शहीद पनि हुनुभएको छ। यहीँको साथी पनि एकजना शिक्षक साथी शहीद हुनुभएको जिल्ला हो, त्यो कुरो मलाई स्मरण छ। अब त्यो भएर हामीले अझ अब हामीले त यति मात्र अहिलेसम्म हामीले उपलब्धि गरेका छौँ। यो उपलब्धि भनेको निकै किनारामा प्राप्त हुने उपलब्धि जस्तो हामीले ठोस उपलब्धि प्राप्त गर्न सकेका छैन। हामी के हुन्छ भन्नुहुन्छ भने जब हामी एउटा रुमभित्र यो ढोकाबाट भित्र छिर्यौँ भने सम्भवतः यहाँ बस्न नपाए त्यहाँ पाइन्छ, त्यहाँ नपाए त्यहाँ पाइन्छ, र पनि यहाँ गुरुले पढाएको कुरो सुन्न पाइन्छ, बुझ्न पाइन्छ, भले लास्टको बेन्चमा भए पनि सुनिन्छ। तर हामी यो भित्रै प्रवेश गर्न पाएनौँ भने हामीले सुन्न सक्दैनौँ। त्यो भएर हाम्रो मेजर फ्याक्टर, मेजर मार्ग भनेको हामी यो ढोकाबाट भित्र छिर्नुपर्छ। त्यो भनेको के हो भन्नुहुन्छ भने हामी स्थायी हुनुपर्छ। र हामीलाई यतिकै टिको लाएर स्थायी गराइदियो भनेको पनि छैन। हामीलाई थाहा छ फेरि हामीले स्वतः स्थायी भनिरहँदाखेरि आज सरकारलाई हामीले किसिमले बाध्य बनायौँ भने भोलि सरकारले अर्को एउटा सङ्गठनमा चालिन्छ, विद्यार्थी सङ्गठनमा जान्छ, र फेरि स्वतःको लागि उनीहरूले एउटा मुद्दा हाल्छन् अनि फेरि जान्छ। तर हामी निकै गम्भीरताका साथ अगाडि बढ्न परेको परिस्थिति छ। र कतिपय शिक्षक साथीहरूले केन्द्रीय नेतृत्व गर्ने साथीहरूलाई पनि मैले के भनेको छु, फोन गर्छु, मैले बारम्बार फोन गर्छु। हाम्रो महासङ्घको अध्यक्षज्यू, शिक्षक सङ्घको अध्यक्षज्यू, सङ्गठनको अध्यक्षज्यू, एनडिओको अध्यक्षज्यू, एनडिओको अध्यक्ष नारायण प्राज्यूसँग बेलुका मात्र पनि फोन भएको थियो। मेरो महासङ्घको अध्यक्ष लक्ष्मी किशोरजीसँग, सबै साथीहरूसँग, सोमनाथ गिरिदाईसँग, सबैसँग बारम्बार दिनको एकचोटि अथवा 2 दिनको एकचोटि मेरो सम्पर्क हुन्छ। उहाँले पनि कल गर्नुहुन्छ। अब कसरी अगाडि बढ्ने त भिडियो तपाईँहरूको ठेट कुरा ल्याउनुहोस् न त। तपाईँको कोही मधेसका अर्को माग माग्छन्, अर्कोले अर्को माग माग्छन्, कोही फेरि मान्छेको अर्को कुरा आउँछ। के हो तपाईँहरू केन्द्रीय कमिटीले गरेको निर्णय नै आधिकारिक हो, त्यसैसँग तपाईँहरू लाग्नुभयो, हामी त्यो भन्छौँ। अब यो आधिकारिक कुरा के हो त?
अब गरिनुपर्ने कुरा भन्नुहुन्छ भने हामीले बिरामी विधा छ। बिरामी विधा हिजो हामी नियुक्ति भएको मितिदेखिबाटै हाम्रो बिरामी विधा प्रमाण गराएर राखिनुपर्छ र भोलि हामी अवकाश हुने क्रममा हाम्रो बिरामी विधाको पैसा पाउनुपर्छ। एउटा कुरा त छ, यसको कुरा आइसकेको छ। अर्को हामीले अब मेजर भन्ने कुरा के छ भन्नुहुन्छ भने हामी अहिले सामाजिक सुरक्षा कोषको कुरा आएको छ नि अगाडि, यो कुरा साथीहरूले बुझ्नुहोस् है। सामाजिक सुरक्षा कोष भनेको एउटा अर्गनाइजेसन्सले, प्राइभेट अर्गनाइजेसन्सले काम गर्ने आफ्नो इम्प्लोइहरूलाई पनि सामाजिक सुरक्षा कोष दिन सक्छ। अहिले कतिपय अवस्थामा दिएको छ कि हामी त्यो लेभलको साथी, त्यो लेभलको टिचर बन्न खोजेको हो त हामी होइन। मैले अघि नै तपाईँलाई दृष्टान्त भनिसकेँ। आज माविको शिक्षक साथीहरू यहाँ हुनुहुन्छ, प्राइभेटको शिक्षक हेडमास्टरहरू हामीलाई शासन गरिरहेको अवस्था छ। भोलि सामाजिक सुरक्षा कोषले हाम्रो हैसियत त्यही इन्ट्रेस्टलाई कन्टिन्यू गर्छ। यसको कुरा के हो भन्नुहुन्छ भने हामीलाई पहिला ऐनले चिन्नु पर्यो। ऐनले चिन्नको लागि के हुनु पर्यो भने हाम्रो यो राहत कोटाहरूलाई दरबन्दीमा परिणत गर्नु पर्यो। दरबन्दीमा परिणत गरिसकेपछि हामीलाई सामान्य प्रक्रिया अपनाएर भनेका छौँ हामीले। अहिले हामीले पुरानो पाठ्यक्रम पनि भनेका छैनौँ। कुरा बुझ्नुहोस्, पुरानो पाठ्यक्रम भनिरहँदा के हुन्छ साथीहरूले बुझ्नुपर्ने हुन्छ यस्तो कुरा। पुरानो पाठ्यक्रम भन्दाखेरि राहत शिक्षकहरू त पढाउन नसक्ने छन्, के रहेछन्, पुरै अहिलेको नयाँ यत्रो टेक्नोलोजीको जमानामा आएर पुरानो कुरा गरेर पुरानो करिकुलमले अहिलेको नयाँ सिस्टममा कसरी विद्यार्थीलाई यिनीहरूले अपडेट गराउन सक्छन् भन्ने यादव विरोध आउँछ। त्यसलाई हामीले घुमाउने तरिकामा के भनेका छौँ भने तोकिए बमोजिम भनेका छौँ। तोकिए बमोजिम भनेको हिजोको विज्ञापनको कुराहरू जसरी थियो त्यो अनुसारले नै हामीलाई के हुन्छ त पुरानो पाठ्यक्रम अनुसार जाने, तर हामीले भाषालाई तोकिए बमोजिम भन्ने कुरा त्यहाँ राख्न लगाएका छौँ। र हामी स्थायी भइसकेपछि, स्थायी भएपछि हो कि हामी सामाजिक सुरक्षा कोषमा जाने। हामीले नबुझेको कुरा एउटा छ। आज हामी यत्तिकै राहत कोटाबाटै स्थायीमा हामी राहत कोटाबाटै हामीहरू सामाजिक सुरक्षा कोषमा भयौँ भने भोलि हाम्रो जागिरको सुरक्षा हुँदैन। कि त ऐनमा के हुनुपर्छ, ऐनमै उल्लेख हुनुपर्छ हाम्रो कुराहरू सम्पूर्ण राहत शिक्षकहरूलाई 60 वर्ष हुँदासम्म जागिरको सुनिश्चितता गरिनेछ, उहाँहरूलाई महँगी भत्ता दिइनेछ, तपाईँको उपदानका कुराहरू पनि त्यति बेला रहनेछन्, बिरामी विधाको कुरा हुनेछ, अरू स्थायी सरकारका शिक्षकहरूले पाएको कुराहरू उहाँहरूलाई उपलब्ध गराइनेछ। सामाजिक सुरक्षा कोषमा लगे तापनि सम्पूर्ण राहत शिक्षकहरूलाई विशेष प्रक्रिया भनेर ऐनमा लेखियो भने हामीलाई ठिकै छ होइन। तर यत्तिकै हाम्रो सामाजिक सुरक्षा कोष भनिरहँदा हामी सामान्य एउटा बोर्डिङमा पढाउने शिक्षकभन्दा हाम्रो हैसियत माथि हुन सक्दैन। त्यो भएर हामीहरूले के भनेको छौँ भने यसलाई पहिला स्थायी गरिनुपर्छ। स्थायी गरिसकेपछि अहिलेको भएको तपाईँलाई थाहा छ, यो 80 पछाडिको साथीहरू त अब स्थायी भएको साथी पनि सामाजिक सुरक्षा कोषमै जाने हो नि। हिजो आज स्थायी भएका साथीहरू पनि सामाजिक सुरक्षा कोषमा जाने, अन्त राज्यले पेन्सनको व्यवस्था त हटाइसकेका छ भने भोलि त हामी पनि जाने सामाजिक सुरक्षा कोषमै हो। तर पहिला हामी स्थायी हुनु पर्यो। स्थायी भइसकेपछि जति स्थायी साथीहरूले पाएका सेवा सुविधाहरू छन् ती हाम्रो लागि स्वत आउनेछ र हामी जानेछौँ। र हाम्रो सिङ्गो एउटा केन्द्रीय कमिटीको, हाम्रो सचिवालयको हामी सबै साथीहरूको माग त्यही छ र हामीले महासङ्घलाई पनि त्यसरी नै घचघचाइरहेका छौँ, सङ्घ सङ्गठनहरूलाई पनि त्यसरी नै घचघचाइरहेका छौँ। र साथीहरू मैले यहाँ भने हामी यो डेमोक्रेसीमा छौँ। डेमोक्रेसीमा फरक आस्था राख्ने, फरक विचार राख्ने, फरक इजममा हामी विश्वास गर्ने स्वाभाविक कुरा। सबै मेरै इजमको फलो गर्नुपर्छ भने त्यो अटोक्रेटिक सिस्टम हुन्छ होइन। त्यो भएको हुनाले हामी सबैमा आस्था राख्नु स्वाभाविक छ। तर सर्वप्रथम पहिला हामीले के बुझ्नु जरुरी भयो, हामी शिक्षक साथीहरू भन्नुहुन्छ भने म राहत शिक्षक भएकै आधारमा म फलानु सङ्गठनको अध्यक्ष हो, फलानु देशको सचिव हो भन्ने कुरा हामीले बुझ्नु जरुरी छ। हामी त्यो नभनिकन हामी अगाडि बढ्यौँ भने आज तपाईँले बुझ्नुभएको छ सङ्घ सङ्गठन अहिलेको रिसेन्टली मैले भने यो अहिलेको तपाईँको यो विगत 1 वर्षभन्दा यता नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, नेपाल शिक्षक महासङ्घ जति राहत शिक्षकहरूको बारेमा पोजिटिभ छ अहिलेभन्दा 5 वर्ष अगाडि यति पोजिटिभ भइदिएको यो हाम्रो तपाईँको समस्या उल्लेख सिद्धिने थियो। तर आज किन पोजिटिभ छ यति कुरा हामीले बुझियो भने हाम्रो आज स्पिड पुग्छ। आज किन पोजिटिभ छ भन्नुहुन्छ भने आज राहत शिक्षकको बल र तागत छ। 78 सालको आन्दोलन महासङ्घले त्यसै गर्ने थिए। हामीले 80 सालको आन्दोलनमा पनि राहत शिक्षकहरू हामी कमसेकम त्यो असारको र साउनको भेलको बेलामा 8-9 दिनसम्म हामी काठमाडौँमा बसेर मिटिङ बसेका छौँ। सङ्गठनको अध्यक्षलाई राखेर, सङ्घको अध्यक्षलाई राखेर, महासङ्घको अध्यक्षलाई राखेर, युएनको अध्यक्षलाई राखेर हामीले बारम्बार राहत शिक्षक हाम्रो केन्द्रीय कमिटीको मिटिङ बस्यो। तपाईँहरूले आन्दोलन गर्नुहोस्, तपाईँको पछाडि दह्रो खम्बा हामी राहत शिक्षक साथीहरू छौँ, अग्रपङ्क्तिमा हामी बसेर लड्छौँ। तर तपाईँले नेतृत्व गर्नुहोस्, किनकि राज्यले चिनेको, संविधानले चिनेको महासङ्घ हो, हामी सङ्घ सङ्गठन अथवा राहतहरू हुने हामी प्रेसर ग्रुप हो। अब तपाईँले यदि गर्नुहुन्न भने हामी राहत शिक्षकहरू छुट्टै एउटा महासङ्घ जस्तो बनाएर अगाडि बढ्छौँ। हामी छुट्टै महासङ्घ जस्तो बनाएर बढ्छौँ भनिसकेपछि महासङ्घले बेला बाध्य गरेर
आन्दोलनका कार्यक्रम आयोजना गरेका थियो, तर बिचमा त्यसले देख्नु भएको छ अरू 2 दिन त्यति बेला कार्यक्रम गरेर धेरै सम्बोधन हुने अवस्था थियो, छोड्यो। तर अहिले के भयो त, लामो किसिमको आन्दोलन भयो, 29 दिने आन्दोलन भयो। 29 दिनको आन्दोलन हामी सबै दिन हामी काठमाडौँमै बसेर आन्दोलन गरेर थुप्रै साथीहरू त्यहाँ पनि देखिएको अनुहारहरू मैले के देखेको छु, यहाँ कतिपय साथीहरू आज नयाँ अनुहार पनि देखेँ होइन। तर हामी आन्दोलनमा हामी लाग्नुपर्छ। र हामीलाई अर्को कुरा के छ भने चाहिँ 62-63 को आन्दोलनमा कुन नियम र विधि पद्धतिले चलेको थियो? नेपालको संविधानमा 62-63 नेपालको संविधान 2047 मा 62-63 मा आन्दोलन गर्नु भनेर लेखेको थियो, थिएन नि त। तर आन्दोलन त भयो, परिवर्तन त आयो हैन। त्यो भएर हामी शिक्षक साथीहरू अब हामी एकदम डट्नुपर्ने, डटेर लड्नुपर्ने परिस्थिति छ। हामी अगाडि बढ्नुको विकल्प छैन, हामी एक हुनुको विकल्प छैन। र हामीले सबैले के बुझ्नु छ भने हामीलाई पहिला ऐनले व्यवस्थापन गर्नुपर्छ। त्यो बारेमा फेरि मन्त्रालय पनि एकदम पोजिटिभ छ। अब अहिले मन्त्रालयको कुरा के आएको छ भने कतिपय कुरा बाहिर मिडियामा आइहाल्छ, कुराले मलाई एकदम दुःख लाग्छ। आज तपाईँले देख्नु भएको छ नि, हिजो अस्ति मात्रै आएको छ नि मिडियामा त्यो बहत्तर गाडीकोलाई 100% त्योभन्दा पछाडि हामीले 3टा मोडालिटी दिएका छौँ। कतिपय कुरा यहाँ मैले भन्न मिल्छ, कतिपय मिल्दैन। 3टा मोडालिटी दिएको विषयमा एउटा मोडालिटीको म्याटर त्यो हो। तर हामीले के भनेका थियौँ, त्यो कुरा बाहिर मिडियामा नल्याउँ, त्यसलाई सभाको शिक्षा समितिमा पेश गरौँ, शिक्षा समितिको सभापति मार्फत त्यसमा त्यहाँ पेश गरौँ र शिक्षा समितिले त्यसलाई त्यो कुरा बल्ल बाहिर ल्याओस् हामीले भनेका थियौँ। तर कहाँबाट त्यो कुरा लिक हुन्छ हाम्रो मिडियाको कुरामा अनौठो लाग्छ। यसो यो कतिपय कुरा बिचैमा लिक भइदिँदाखेरि हुनुपर्ने काम हुँदैन। आज तपाईँले देख्नु भएको छ हाम्रो शिक्षक सङ्घ महासङ्घको कतिपय नेतृत्व साथीहरू हामीले यसो गऱ्यौँ, हामीले एकल फोन गरेकै घरमा अथवा हामीले आन्दोलन गरेकै घरमा त्यो समिति बस्यो के बस्यो भनिरहँदाखेरि त्यो संसदले ती मन्त्रीहरूले के सोचिरहेको छ भने हाम्रो एउटा मिटिङ बस्दै मात्र पनि शिक्षकलाई पुगेर चाहिँ तिनीलाई त अरू के चाहिएको छ होइन। त्यो खालको कुरा हुन्छ। एकातर्फ टिचरको चित्त बुझाउन त त्यो कुराले राम्रै म्यासेज दिए होला, अर्कोतर्फ उनीहरूले हेर्ने दृष्टिकोणमा हाम्रो एउटा मिटिङ बसिदियो भने उनीहरू खुसी हुँदो रहेछन्, उपलब्धि भएको ठान्दा रहेछन् भन्ने बुझ्दछन् नि। त्यो भएर हामीहरू कतिपय कुराहरू कहाँ भन्ने कहाँ नभन्ने, कति भन्ने कति नभन्ने भन्ने हुन्छ। तर तपाईँहरू सबै साथीहरू के ढुक्क हुनुहोस् भने कुनै पनि राज शिक्षक साथीहरू निनाउरो अनुहार लिएर विस्थापित हुनु पर्दैन। हामीले बारम्बार भनेका छौँ, कोही पनि साथी विस्थापित हुनु पर्दैन। सबै साथीहरूलाई स्थापित हुने किसिमको शिक्षा ऐन जारी हुनुपर्छ। होइन भने यसको नेतृत्व नेपाल शिक्षक महासङ्घले गरेको छ। हामी महासङ्घलाई नै अगाडि बढाएर, किनकि हाम्रो छात्र सङ्गठन महासङ्घ हो, हामी महासङ्घको अनुयायी हौँ, हामी महासङ्घको मेम्बर हौँ। हामीले महासङ्घलाई नीति लिइरहेका छौँ, महासङ्घको नीति निर्देशन हामीले मानेका छौँ भने महासङ्घले हामीलाई स्थायी गर्ने जिम्मेवारी महासङ्घको हो। त्यो भएर हामी महासङ्घसँगै घचघच्याएका छौँ। त्यति गरेर पनि महासङ्घले हामीलाई छोड्यो, गाईले त्यो बैगुनी गाईले लात पार्ने चाहिँ गरेर हामीले परिस्थिति रह्यो भने तपाईँ हाम्रो छुट्टै सङ्गठनले पनि जुन हुन्थ्यो 80 सालमा असोज 5 गतेदेखिबाट 12 गतेसम्म हामीले छुट्टै एउटा आन्दोलन गरेर एउटा सहमति ल्याएका थियौँ। त्यो खालको परिस्थितिमा पनि हामी जानुपर्ने परिस्थिति बन्न सक्छ। तर आजसम्मको सिनारियो अहिलेको फेजमा त्यस्तो होला जस्तो लाग्दैन। महासङ्घको जुन अध्यक्षजी लक्ष्मीकिशोर सुवेदीजी हुनुहुन्छ, उहाँ राज शिक्षकहरूको बारेमा निकै गम्भीर रूपले लाग्नु भएको छ र अरू महासङ्घको पदाधिकारीजीहरू पनि गम्भीर रूपले लागेको हामीले अनुभूति गरेका छौँ। र त्यो भएर हामीले अहिले महासङ्घलाई यसो त्यसो भनेर हामीले केही भन्नु आवश्यक छैन। उहाँहरूले काम गर्नुपर्छ, हामीले उहाँहरूलाई सहयोग गर्ने हो। तर जब हामीले देखाएको र यो गर्नुहोस् भनेको विषयमा उहाँहरू ट्विस्ट हुन खोज्नुभयो भने हामी प्रदेश हुँदै प्रदेश मार्फत जिल्लाहरूमा हामीले त्यो खबर गर्नेछौँ। सबै साथीहरू एकजुट भएर आन्दोलनको लागि अगाडि बढिदिनु हुनेछ भन्ने किसिमको मैले हार्दिक अनुरोध र अपिल गर्न चाहेँ। र अर्को आजसम्मको देखिएको सिनारीले मैले के पनि भने यो हामी त्यसै कोही पनि साथी विस्थापित भएर घर जानु पर्ला भन्ने परिस्थिति हाम्रो रहँदैन। हामी सबै साथीहरू ढुक्कको साथ उच्च मनोबलका साथ आफ्नो विद्यालयमा प्रश्न पाठन गर्ने कार्यमा लाग्नको लागि मैले हार्दिक अनुरोध गरेँ। र अब यो बजेटको कुरा छ, अस्ति आएको बजेटको कुरा छ, यो निकै दुविधा कुरा छ। यो बारेमा बोल्न निकै गाह्रो परिस्थिति छ। राज्यले ल्याएको बजेट 7 अर्ब समथिङ पैसा मात्रै प्लस छ। त्यहाँ त्यो 7 अर्ब समथिङ पैसा प्लस यो हिसाब गर्दाखेरि के छ भने अहिलेको यो इसिडी विद्यालय कर्मचारी र यो ग्रेड वृद्धिको लागि मात्रै त्यो पैसा पुग्छ। तपाईँ हाम्रो जुन राज शिक्षाको लागि त्यो 10% भन्ने कुरा छ नि, यसलाई यो पैसाले पुग्दैन, त्यो पैसा टचै भएको छैन। त्यो भएर हामी यसरी यो सामाजिक सुरक्षा कोषमा जाने भनेको त के हो भन्छ नि, स्थायी भएपछि सामाजिक सुरक्षा कोष हो। त्यो भएको हुनाले यो बजेटले हामीलाई साउनदेखिबाट 10% हालिदिन्छ, हामीले सामाजिक सुरक्षा कोष पाइयो, यो कुरा होइन। हामीले त्यो सामाजिक सुरक्षा कोष त्यसरी पायो भने हामी सधैँ त्यस्तै रहिरहन्छौँ। तर हामी सधैँ त्यस्तै रहने होइन। र अर्को कुरा के छ भने भोलि
दुईटा तिनवटाको अप्सनहरू राखेको छु। एउटा कुरा मिडियामा आइसकेको छ, मैले त्यो भनिनँ। र हामीले एउटा अन्तिम त्यहाँ 3टा 4वटा विकल्पमध्ये मैले तपाईँलाई एउटा विकल्प भन्छु, अरू विकल्प प्लिज अहिले नसोध्नु होला, किनकि तपाईँ हाम्रो हितकै कुरामा रहन्छ। कतिपय कुराहरू मैले भने त्यो आज जुन अस्ति मिडियामा आयो त्यो कुरा मिडियामा आउनु हुने थिएन। शिक्षा समितिमा पेस भइसक्यो, हामीले शिक्षा समितिमा त्यो कुरा पेस गरेर शिक्षा समितिले पास गरिसकेपछि त्यो कुरा बाहिर आउनु पर्थ्यो। अगाडि नै बाहिर आयो भने त भोलि शिक्षा समिति भड्कियो भने त शिक्षा मन्त्रालयले केही पनि गर्दैन। त्यसले गर्दा हामीलाई घातक हुन्छ। र हामीले के भनेका छौँ भने जस्तो अर्को एउटा विकल्पको मात्रै कुरा भने मैले तपाईँहरूलाई, हामीलाई होल्समा 75 गर्दा पनि हुन्छ, 75-25 गर्दा पनि हुन्छ। अन्तिम विकल्प हामीले त्यो दिएको। त्यो किन दिएको भन्ने छ भने जस्तो झन्डै 53-54-55 वर्षभन्दा माथि लागेको साथीहरूले अब स्थायी हुनुभन्दा बढी पुष्ट उपदान लिएर निक्लन पाए पनि हुन्थ्यो भन्ने साथीहरू पनि हुनुहुन्छ। 55-56-57 वर्ष हुने साथीहरू त्यो भइरहँदा झन्डै 10,000 साथीहरू त्यस्तो सङ्ख्यामा हुनुभयो भने 40,000को 75% साथीहरूमा 25% साथीहरू त अनिवार्य अवकाशमै निस्कँदाखेरि गोल्डन हेन्डसेकले निस्कने परिस्थिति रह्यो भने 75 भनेकै बाँकी रहेको साथीहरूको रूपमा 100 पुग्न जान्छ हैन। तर हामीले घुमाउरो भाषा प्रयोग गर्दा कोही पनि साथी विस्थापित हुन नपर्ने तरिकाले केन्द्रीय कमिटी सिङ्गो सचिवालय लागेको छ। यसमा सम्पूर्ण शिक्षक साथीहरू ढुक्क हुनको लागि मैले हार्दिक अनुरोध गरेर अरू 2-3टा अप्सन पनि छन्। मैले त्यो अप्सन आज हजुरहरूको अगाडि भनिनँ, मैले कसैको अगाडि पनि भनेको छैन भन्न मिल्दैन। तर ती सबै हाम्रो हितमा हुन्छ, हाम्रो हितमा हुन्छ। तर हामीले पनि कतिपय बुझेको कुराहरू हामीभित्रै राख्नु पर्दो रहेछ, त्यसरी राखौँ र हाम्रो हितको लागि हामी लागौँ। र अब आयो लमजुङको विषयमा। लमजुङको विषयमा हाम्रो विनोदजी अध्यक्ष हुनुहुन्थ्यो, विश्वमोहन सर पनि निकै पहिलेदेखि लाग्नुभएको मेरो साथी हुनुहुन्छ। अब बिचमा तपाईँको कस्तो कस्तो भयो, अलिकति भूगोलको हिसाबले पनि टाढा टाढा छिरेको भयो। अनि जति खालको एउटा समितिले त्यसको के भन्छ बेला बेलामा अधिवेशन भइरहनु पर्ने र यसले पूर्णता पाइरहनु पर्ने, त्यो अलि लामो समय हुन नसकेको परिस्थिति यसमा देखियो। अब बन्ने समिति असाध्यै जुधारु, प्रदेशसँग समन्वय गर्ने, प्रदेशसँग केन्द्रसँग पनि समन्वय गर्ने, त्यो खालको एउटा चुस्त दुरुस्त खालको समिति तपाईँहरू मध्येबाट छनौट गरेर आउन सकोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दै यो साथी लामो समय बस्नु भएको छ। तपाईँहरू सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै, हार्दिक शुभकामना व्यक्त गर्दै मैले केही बाँकी रहेका त्यस्ता कुराहरू रह्यो भने फेरि पछि ओपनिङ सत्रमा पनि भनौँला। यति भन्दै मेरो केही भनाइहरू यहाँ गर्छु। हस्, धन्यवाद, नमस्कार, जय राम। नेपाल शिक्षक सङ्घ गण्डकी प्रदेशका आदरणीय महासचिव शिव अधिकारी सर, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन लमजुङका पूर्व अध्यक्ष एवं राज शिक्षक नेता आदरणीय राजु थापा सर र नेपाल राज शिक्षक गण्डकी प्रदेशका पूर्व उपमहासचिव विश्वबन्धु सर, यसै गरी राज शिक्षक समितिमा आबद्ध हुनुहुने लमजुङका सम्पूर्ण राज शिक्षक साथीहरू, कतिपय प्रहरू पनि आउनुभएको छ, सहायक प्र पनि हुनुहुन्छ, शिक्षक प्रतिनिधि पनि हुनुहोला। सबैप्रति सर्वप्रथम त गण्डकी प्रदेश कार्य समितिको तर्फबाट र व्यक्तिगत तर्फबाट म नमस्कारको न्यानो अभिवादन पुर्याउन चाहन्छु। हार्दिक नमस्कार। आदरणीय साथीहरू, नेपालको संविधान 72 घोषणा भइसकेपछि 3 वर्षभित्र विभिन्न विधेयकहरू आउनुपर्ने सन्दर्भमा विधेयकहरू आउन सकेनन्। त्यसको शिखारमा शिक्षक त पर्यो नै, त्यसमाथि पनि अझ बढी नेपाल राज शिक्षक समिति र यसमा आबद्ध साथीहरू परेको हामीलाई आवाज भएको अवस्था छ। आदरणीय साथीहरू, विगतमा धेरै आन्दोलनहरू भए, ती सम्झौताहरू भयो। अघि हाम्रो पूर्ववक्ता आदरणीय गण्डकी प्रदेशका महासचिव शिव अधिकारी सरले बुझिसक्नुभयो। तर उनीहरू सम्झौता गर्यो, कार्यान्वयन पक्षतर भयो। तर अब हामी यस्तो आन्दोलन गर्नुपर्छ भन्ने ढङ्गबाट 29 दिनको निरन्तर आन्दोलन गऱ्यौँ। तर पनि मन्त्री परिषदले 9वटा बुदामा सहमति गर्यो भन्ने ढङ्गबाट हाम्रा माग र मुद्दा अब पुरा हुन्छन् भन्ने किसिमबाट हामीलाई अभिभावकको पनि प्रेसर आयो, हामीलाई समाजको प्रेसर आयो, विद्यालयबाट प्रेसर आयो र यसलाई ल्यान्डिङ गर्ने तर्फबाट हामीले चाहिँ 9 बुदामा सहमति गऱ्यौँ। तथापि ती 9 बुदाहरू कुन ढङ्गबाट अगाडि बढ्छन् भन्ने कुरा आजको गहन विषयवस्तु बनेको छ। तपाईँको यो उपसमितिले टुङ्ग्याएर अहिले
शिक्षा समितिका अध्यक्ष अमरबहादुर थापाको भनाइमा यति सान्दर्भिक कुरा नभएको अवस्था छ। उहाँले त शिक्षकहरूलाई एकदमै लाजमर्दो ढङ्गबाट व्याख्या गर्नुभएको छ। घर पाएक शिक्षकले घर पाएक बनायो भने त भैँसी कराएको ठाउँ पनि पुग्छ, भैँसी कराउने बित्तिकै घर पुग्छ भन्ने ढङ्गबाट उहाँले जुन अभिव्यक्ति दिनुभएको छ त्यो अत्यन्तै खेदपूर्वक छ। एउटा समितिको सभापति जस्तो मान्छेले राज शिक्षकहरू यो जिल्लाको मात्रै नभइकन नेपालमा शिक्षा धान्ने राष्ट्रिय चाहिँ परिवेश एकातिर छ। 52 सालदेखिको तपाईँको शिक्षक सेवा आयोग अवरुद्ध भएको आएको नतिजा 62मा प्रकाशन भयो भने 70मा तपाईँको पुनः आयोग खोलियो। 52 सालबाट 70 सालको बिचमा कुनै पनि आयोगहरू खोलिएन। तर राज्यले एउटा प्रक्रियामा राज शिक्षकहरूलाई नियुक्ति गर्यो। त्यो राज्यको प्रक्रियामा राज्यले सृजना गरेपछि राज्यले नै व्यवस्थापन गर्नुपर्छ भन्ने मान्यतामा हामीले अगाडि बढायौँ। 72 असोज 2 गते संविधान आयो तर पनि शिक्षा विधेयक आउन सकेन। हामी त्यही पञ्चायतकालीन शिक्षालाई विभिन्न संशोधन मार्फत अहिले अगाडि बढिरहेको अवस्था छ। नेपालमा जबसम्म स्वास्थ्य र शिक्षामा आमूल परिवर्तन आउन सक्दैन तब देशको विकास हुन सक्दैन, देशले समृद्धि प्राप्त गर्न सक्दैन भन्ने मान्यतामा हामी आन्दोलन गऱ्यौँ। तथापि एउटा यस्तो चरणमा हामी पुगेका छौँ, एउटा जटिल मोडमा हामी पुगेका छौँ, एउटा भिरबाट उतातिर तपाईँको एकदम समस्या र खाडलमा छौँ। त्यता हामी फस्छौँ अथवा हाम्रो अवतरण एउटा स्थायी प्रक्रियामा गएर हुन्छ भन्ने सन्दर्भमा एउटा जटिल मोडमा छौँ। त्यो ढङ्गबाट तपाईँ हामीले हाम्रो पेसागत हक अधिकारको लागि हामी आफै लडेनौँ भने हाम्रो पेसाको सुरक्षा हुँदैन। यहाँ इन्द्र भगवान आएर ल तपाईँहरूलाई सबै स्वत स्थायी तपाईँहरू दरबन्दीमा मात्रै होइन, एउटा राज्यले प्रक्रिया पुर्याएर तपाईँलाई दिन्छ। अहिले 100% का कुरा छन्, 50% का कुरा छन्, 75% का कुरा छन्, तर विश्वास छैन, विश्वासको खाडल छ। त्यसकारणले अब हामी नै जुझारु भएर, हामी नै सङ्गठित भएर हामीले हाम्रो सङ्गठनलाई मजबुत बनाउन सकेनौँ भने हामीले हाम्रो माग र मुद्दाहरू हाम्रो पुरा हुन सक्ने अवस्थामा छैन। हिजो हामीलाई पोसाक भत्ता थिएन, आन्दोलनको बलमा हामीले पोसाक भत्ता पायौँ। हिजो महँगी भत्ता थिएन, आन्दोलनको बलमा महँगी भत्ता पायौँ। जब राज्यले आन्दोलन नगरिकन कुनै पनि पेसा अथवा व्यवसायमा लागेका व्यक्तिहरूलाई माग र मुद्दाहरू समर्थन हुने र पुरा हुने अवस्था सृजना छैन। त्यसैले राज्यको चिन्तन शैली छैन, राज्यको बौद्धिकता छैन, राज्यको क्षमता छैन। त्यसकारण तपाईँ हामी सङ्गठित हुनुपर्छ। हामी कुनै पनि सङ्घ सङ्गठनमा आबद्ध छौँ राज साथीहरू, तथापि ती सङ्घ सङ्गठनले हाम्रा माग र मुद्दाहरू किनारामा पारे अथवा धेरै लामो बुदाहरू लिएर जाँदा तपाईँ हामी एउटा चाहिँ समस्यामा पऱ्यौँ भने त्यसको जिम्मा कसले लिन्छ? तर तपाईँ हाम्रो आफ्नै एउटा सङ्गठन बलियो निर्माण हुन सक्यो भने मात्रै हाम्रो पेसागत हक अधिकार र इज्जत प्राप्ति हुन सक्छ भन्ने मान्यतामा हामी हिँडेका छौँ। सम्बन्धित क्षेत्रका व्यक्तिहरूको आन्दोलनबाट मात्र प्राप्त भएको इतिहास छ र एउटा हाम्रो नीतिशास्त्रमा भनेको पनि छ, सङ्घे बल कलयुग। कलियुगको शक्ति भनेकै सङ्गठनमा हुन्छ भन्ने एउटा हाम्रो पौराणिक भनाइ पनि छ र हामी जति सङ्गठित हुन सक्छौँ त्यति नै हाम्रा माग मुद्दाहरूले महत्त्व पाउँछ। र यो अहिले सरस्वती हेर्दाखेरि विभिन्न थरीको शिक्षकहरूको डेटाबेसमा रहेर हेर्ने हो भने यो स्थायी र सरकारी दरबन्दीको जुन भनौँ न हिजोदेखिको शिक्षकहरूभन्दा दोस्रोमा यो विभिन्नका इसिडी, शाली पुनामी, पिसिएम, अनुदान आदि इत्यादि मध्ये सबैभन्दा ठुलो सङ्ख्यामा रहेको भनेको राज शिक्षकहरूकै समूह हो। यो राज्यले पनि बुझेको छ, हामी सबैले बुझेको कुरा हो र कुनै पनि विद्यालय सञ्चालन गर्नको लागि सबैभन्दा महत्त्वपूर्ण शक्ति भनेको राज शिक्षकहरूको हुनुहुन्छ। हामीले प्रस्तावित स्कुलहरू हेरेका छौँ, कुनै पनि प्रस्तावित स्कुलमा
त्यहाँ महत्त्वपूर्ण विषय पढाउने शिक्षकहरू अहिले पनि हेऱ्यौँ भने मौजुदा अवस्थामा पनि राज शिक्षकै हुनुहुन्छ। त्यो मानेमा पनि विद्यालय शिक्षा सञ्चालन गर्नको लागि पनि सबैभन्दा महत्त्वपूर्ण ढङ्गले विद्यालय हाँक्ने साथीहरू चाहिँ राहत दरबन्दीमा बस्नु भएको छ र पनि गुणस्तरीय शिक्षाका लागि लडिराख्नु भएको छ। त्यो कुरा हामीले बुझेका छौँ, राज्यले बुझ्न जरुर छ। र पटक पटकको आन्दोलनको कुरो आएको छ, धेरै साथीहरू गएका छौँ। 75 देखि अगाडिका पनि धेरै आन्दोलन भएका नभएका होइन। र पछिल्लो चरणमा आइसकेपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि महत्त्वपूर्ण आन्दोलन भएको 75, 78, 80 र अस्तिको 81 चारवटा आन्दोलनमा हेर्दाखेरि अधिकतम सहमति गर्न सरकार चाहिँ लचिलो देखिया छ, कार्यान्वयन गर्न चाहिँ उदासीन देखिया छ। यो कुरो छर्लङ्ग छ। सहमति चाहिँ गरिदिने, तमसुक लेख्ने, तर जग्गा पास नगर्ने कृत्य भएन यो। राज्यले शिक्षकहरूसँग चाहिँ कृत्यको काम गरिराखेका छ र अहिले आशा गरौँ, अब हामी सबै लागेका छौँ, तपाईँहरू लाग्नुभएको छ, सबै यो तो नभइकन सबै विद्यालय कर्मचारीदेखि इसिडीदेखि सबै साथीहरू लागेका छौँ र डेडलाइन चाहिँ पास गरेर दिने तमसुक चाहिँ असार 15 राखिया छ। अझै पनि हाम्रो केन्द्रीय नेतृत्वहरू सबै चाहिँ लाग्नु भएको छ है। विभिन्न ठाउँमा पक्षीकरण गर्नुभएको छ, भेटघाट गर्नुभएको छ, उहाँले विभिन्न चरणमा छलफल बहस पैरवी गर्नुभएको छ, सबै पार्टीहरूलाई घचघच्याउनु भएको छ। त्यो कुरा सकारात्मक रूपले हामी लिनुपर्छ। र त्यति नै पुगेको छैन भने हामी पनि उनीहरूलाई घचघचाइराखेका छौँ। तपाईँ हामी मिलेर पनि हाम्रै नेतृत्वलाई घचघचाइराख्ने। राहतका साथीले राहतकै नेतृत्व घचघचाउनु भएको छ, हामीले पेसागत नेतृत्व घचघच्याएका छौँ। महासङ्घलाई घचघच्याएर महासङ्घ मार्फत नै यावत शिक्षकहरूका समस्या समाधानमा हामी लाग्नुको विकल्प चाहिँ छैन। सबैसँग भन्नु होला है। म सबैले आफ्नो नाम भन्नु होला। नेपाल राहत शिक्षकको विधानभित्र रहेर विधानको प्रस्तावना उद्देश्य र मार्गदर्शक सिद्धान्तप्रति पूर्ण इमानदार र प्रतिबद्ध रही उक्त विधानले मलाई आफ्नो पद हुनु होला अध्यक्ष पदको कार्य गर्न प्रदान गरेको काम कर्तव्य र अधिकारको पालना गर्नेछु। म सधैँ राहत शिक्षकको समस्या समाधानार्थ निरन्तर लडिरहनेछु। सङ्गठनलाई आँच आउने काम कदापि गर्ने छैन भन्ने कुराको शपथ गर्दछु। धन्यवाद। जय राहत।